एयरपोर्ट तपाईलाई गभर्नमेन्टले अथोरिटी देखा ट्याक्सीले छोडेको हामीले लिएर हिँड्ने हो सर। त्यस्तो होइन क्या, त्यस्तो होइन। हेर्ने हो अनलाइन हेर्ने हो, म देखाइदिउँ कति हुन्छ। अनलाइनमा अलिकति कमै आउँछ। अनि त्यसरी मान्छेले बढी लिनु भएन, ठगाउनु भएन यार। गाउँबाट आएको सोझो मान्छे त्यसै ठगाउनु भयो त। एयरपोर्ट सर्भिस तपाईँले के गभर्नमेन्टले कार्ड देखायो तपाईँले एयरपोर्ट सर्भिस गर्नलाई? कार्ड देखायो तपाईँले गभर्नमेन्टले राखेको हो? त्यो भन्नु ट्याक्सी सर्भिस भनेको तपाईँहरू त्यो ट्याक्सी भनेको ऊ हो के अरे प्राइभेट गाडी होइन, तपाईँको के अरे पब्लिक गाडी हो। तपाईँले यदि पब्लिक हो भनेदेखि पब्लिक रेटमा हिँड्नु पऱ्यो नि। तपाईँले त्यसरी बढी लिनु मिल्छ? मिल्छ भन्नु तपाईँ आफै भन्नु। अहिले अब हेर्नु त तेल अब 200 रुपियाँ लिटर त त्यो त मलाई थाहा छ। तपाईँलाई त्यही अनुसार अनलाइन हिँड्नु न, अनलाइन हिँड्नु। तपाईँ अनलाइन हिँड्दै अनलाइनमा दिइराख त यार, देखाएन अनलाइनमा? तपाईँ अनलाइन छ, तपाईँसँग अनलाइनै छैन होला पहिलो कुरो। अनलाइन छ, अनलाइन छ तपाईँको? इनलाइन चाहिँ छ। यसो कहिले कसो फर्केर जाने बेलामा यसो चलाउनको लागि ठिक छ, चलाउनको लागि बुझ्नु मैले। तर मान्छेले त्यसरी ठग्नु भएन नि त दाइ, मान्छे ठग्नु भएन। खासै त्यस्तो केही ठगे होइन सर। हामी किन होइन यार? यहाँबाट तपाईँको 500 रुपियाँमा कहाँ पुग्छ ल भन्नु नि? यहाँबाट 500 रुपियाँमा तपाईँको वहाँ के अरे उता के अरे यहाँबाट के स्क्वायर दरबार स्क्वायर भक्तपुर दरबार स्क्वायर गए पनि यहाँबाट 500 रुपियाँ उठ्दैन थाहा? यहाँबाट जाँदा 350 370 उठ्छ यहाँबाट। तपाईँ यार एयरपोर्टबाट ल्याएको यार 550 लिइदिने यार यस्तो सोझो मान्छेलाई मिल्छ ल भन्नुहोस् त? तपाईँको मानवताले दिन्छ तपाईँलाई? लाजामर्दो यस्तो व्यवहार नगर्नुहोस् क्या तपाईँहरू। यतिको मान्छे भएर तपाईँहरूले यसरी गर्नुभयो भने अर्कोले के हाल्छ भन्नु? फेरि अन वे सर्भिस हुन्छ। तपाईँलाई गभर्नमेन्टले कार्ड देखायो, तपाईँले एयरपोर्ट सर्भिस गर भनेर कार्ड देखायो? गभर्नमेन्टले दिएको छैन। अनि तपाईँलाई अनि के को सर्भिस हो त तपाईँको? ल भन्नु त मलाई बुझाउनुहोस्, तपाईँ के को सर्भिस हो? होइन हामी अब त्यही भित्रै बसेर गरेको केही नभए 5-6 वर्ष भइसक्यो सर। भर्दर जतिसुकै वर्ष होस् क्या, त्यो भनेको ठगी हो क्या तपाईँलाई। म चाहिँ त्यसरी बुझ्छु। हामीले त्यस्तो कसैसँग ठगी हो। अनलाइन गर्नुहोस्, अनलाइन हिँड्नुहोस्, हामीलाई के मतलब होइन? अनलाइन हिँड्नुहोस्। ट्याक्सीको महँगो रेट फेरि ट्याक्सीको कुरै नगर्नु। ट्याक्सी पनि अनलाइन गरेँ, अनलाइन हिँड्छ नि त। मैले तपाईँलाई के भनेको छु भने फोनमा बोल्दाखेरि दाइ म अनलाइन गरिदिन्छु नभए भने होइन भइसक्यो, मैले गरिसकेँ। मैले तपाईँलाई सुरुमै उहाँबाट तपाईँ नै बोले होइन मसँग? तपाईँ यो दाइ बोल्दाखेरि मैले के भनेको थिएँ? म अनलाइन गरिदिन्छु नभए भने होइन मैले तपाईँलाई होइन भइसक्यो। मैले यहाँ आइसकेपछि तपाईँसँग डिस्कस गर्न नपरोस् है, अनलाइन रेटमा ल्याउनुहोस् पनि यो शब्द पनि बोलेको छु। फेरि यस्तो नगर्नु, अबदेखिबाट यस्तो ठगी कामहरू नगर्नुहोस्। हेर्नु सिधा कुरा, ठगी हो यो तपाईँहरूको। यो ठगी धन्दा हो। यस्तो ठगी धन्दा कहिले नगर्नु होला। गाउँबाट आएको सोझो मान्छेलाई त्यसरी कहिले नठग्नु, बुझ्नुभयो?